आज बिहान उठेर तयार भएर हामी 6 बजे विद्यालयतिर लाग्यौं। आज हाम्रो सोशलको एक्जाम हो। सरी, हाम्रो होइन, मेरो र नीरजको। विकासको त म्याथ हो। यो हाम्रो स्कुलको गेट हो, जुन नजानेको मान्छेले अगाडि आइसक्दा पनि हेर्न सक्दैन। यो मेरो एक्जाम हल हो र यो मेरो स्कुल हो। अब अर्को क्लिप एक्जाम पछिको। सो गाइज, एक्जाम मेरो सकिहालेछ। म आधी घण्टा पहिल्यै बाहिर आइहालेछु। सोशल थियो, के नै लेख्न हुन्थ्यो र कमन नै हुन्छ सबै क्वेसन। हामीले जुन 5-6 क्लासमा जे क्वेसनहरुको एन्सर लेखिरहेको थियौँ त्यही अहिले 11-12 मा पनि गरिरहेछौँ। बस के छ, वर्डहरु अलिकति कम्प्लिकेटेड भइहालेछन्। त्यही हो, के आउँछ र त्यसमा के नेपाल बहुभाषिक बहुसांस्कृतिक देश हो, पुष्टि गर्नुहोस्। यो त हामीले 5-6 क्लासदेखि नै गरिरहेछौँ। बात त सही है। र अर्को यस्तै खालको हुन्छ कि पहिला हामीले पढ्थ्यौँ 5-6 क्लासमा कि नेपाल कृषि प्रधान देश हो। यहाँ 80% मानिसहरू खेतीपातीमा लागेका छन्। खेतीपातीको विकास भयो भने नेपालको पनि विकास हुन्छ। र अहिले आएर पढ्छौँ कृषिमा 60% मानिसहरू लागेका छन्। मतलब मान्छेहरू घट्दै गइरहेछन् र विकास केही पनि भएको छैन। त्यस्तै पर्यटनको पनि पढिन्थ्यो, बहुसांस्कृतिक बहुभाषिक यो छ। र अहिले पनि त्यही पढिरहेछौँ, केही पनि फरक परेको छैन। टुरिस्टहरू एट्र्याक्ट हुन्छन् बहुभाषिक भएर। कहाँ भइरहेछन् टुरिस्टहरूको हाल यस्तै छ। फिर काठमांडू घूमने के बाद हम निकल पड़े चितवन की तरफ। एंड ऐसा खराब रास्ता मैंने जिंदगी में कभी नहीं देखा। बाकी बातें चितवन में करते। अगर ये 6 घंटे की धूल से मैं बच गया तो। अनि जुन नेपालको बहुकल्चरल मानिसहरू छन् सबै वेस्टर्न कल्चरबाट इन्फ्लुएन्स भइरहेछन्। यही हो नेपालको पढाइ, सोशलको पढाइ स्पेसली। अनि मलाई लाग्छ कि हाम्रो आमा बुवाले पनि यही कुरा पढ्नुभएको थियो कि नेपालमा यति सम्भावना छ, यति बिजुली निकाल्न सकिन्छ, यति पर्यटनहरूले आकर्षित गर्न सकिन्छ। हामीले पनि यही पढिरहेछौँ र यो भाइहरूले पनि यही पढ्नेछन्। अरे बाप रे, ये तो धोती खोल रहा है। र यस्तै चल्नेछ नेपालको। विकासको सम्भावना मात्रै हुन्छ, यथार्थमा कहिले आउँछ त्यो कसैलाई थाहा छैन। हामीले के गर्न छ, हामीले लेखेर बस मार्क्स लिन छ, त्यही हो। अहिले सोशलका एक्जाम दिएर म्याथको एक्जाम दिएर आउँछन्, तिनीहरूको विचार सोधौँला कि कस्तो गयो पेपर। तिनीहरूको नराम्रै गयो होला पक्कै। रियाक्सन चाहिएको कस्तो भयो? मेरो ठिकै खासै राम्रो भयो। यस्तो रियाक्सन राम्रो लाग्छ। अहिले टपरहरूलाई सोद्धा भन्छन् बिक्री गरेर न। ओए कस्तो भयो? कस्तो भयो? अहिलेसम्म ठिकै छ। सरको हातमा जीवन। सर, ये वीडियो हेर्नु ढुक्क मलाई पास गराएन है। ये लड़का बहुत ही मेहनत कर रहा है। प्लीज इस वीडियो को वायरल कर दो और सुपर से डुपर बना दो प्लीज। सम्राट पेपर कस्तो भयो? पेपर बेकार भयो। कस्तो भयो? मेरो लागि राम्रो भयो साथी, मेरो पेपर राम्रो भयो। मेरो लागि राम्रो भयो साथी, मेरो पेपर राम्रो। पार्टी बदल लिया। कस्तो भयो? राम्रो भयो कि कस्तो भयो? एउटा पैसा अलि बिग्रेछ, अरु त सबै राम्रै छ। जीवन कस्तो भयो? मैले फोड्दिन लाथे हेर, 1-2 पैसा मेरो म्याथ मैले फोड्दिन लाथे क्रास। टपरहरूले यति झुट किन बोल्छ? आफैले कस्तो भयो म्याथ? एकदम बेकार। किनभने मलाई के आउँछ। कैमरा में देख के बोलिए और जोर से बोलिए, कैसा हुआ? अच्छा। गाइस, सोशल थियो, सोशलको जस्तो भए पनि केही भएन। भोलि इंग्लिश हो, इंग्लिश में तो फाड़ देंगे।